महाशिवरात्रिको उपलक्ष्यमा विश्वनाथ धाम विश्वनाथ मन्दिर परिसरमा तर्फ जाँदै गरेको झाँकीको दृश्य जुन विश्वनाथको रथ यात्रा जस्तै झाँकी यात्रा यहाँ चाहिँ चलिरहेको छ। यहाँ विश्वनाथ मन्दिरको झाँकी यात्रा आउने क्रम जारी रहेको भन्ने कुरा हामीलाई थाहा भयो। हामी दिनभरि तटको दृश्यावलोकन गऱ्यौँ र त्यहाँ विभिन्न तटका गङ्गाको किनारमा हामी यात्रा गऱ्यौँ, बोटिङ गऱ्यौँ र त्यहाँका रमणीय दृश्यहरूलाई डुङ्गा मार्फत अर्थात् त्यहाँ किनारमा पैदल यात्रा गरेर पनि हामीले त्यहाँका दृश्यहरूलाई अवलोकन गऱ्यौँ। त्यहाँको चाहिँ पुलदेखि लिएर त्यहाँका घाटहरू, मन्दिरहरू सबैलाई हेर्ने अवसर मिल्यो। बेलुका फेरि विश्वनाथको यात्रा चल्छ भन्ने सुनेर फेरि हामी यता आफ्नो बेलुकाको प्रसाद ग्रहण गरेर हामी मन्दिरतर्फ लाग्यौँ। मन्दिरतर्फ लाग्दै गर्दा यहाँ चोकमा विश्वनाथको यात्रा चलिरहेको रहेछ। यहाँ विभिन्न झाँकीहरू, विशेष गरी विश्वनाथको झाँकी जस्तो देवादिदेव महादेव भने जस्तै विश्वनाथ यो अर्को रूप हो जहाँ हाम्रो काशीमा गङ्गाको घाटमा अवस्थित यो रमणीय तीर्थस्थल हो। यो रमणीय तीर्थस्थल तर्फ जुन हाम्रो यात्रा छ, यो यात्रा शिवरात्रिको महाअवसर भएको कारणले गर्दा हामीले यहाँका दृश्यहरूलाई छायाङ्कन गर्ने अवसर प्राप्त गरेका छौँ, जसले गर्दा हामीलाई धेरै हर्षित र खुसी तुल्याएको छ। यो महाशिवरात्रिको अवसरमा चकमन्न रातमा यहाँ मान्छेको बेजोड, धर्मावलम्बीहरूको बेजोड उपस्थितिले पनि विश्वनाथको यात्रालाई, विश्वनाथको झाँकीलाई अझै रमणीय र एकदमै शान्त, सौम्य र हेरिरहँ जस्तो दृश्य आइरहेको छ भन्ने हामीले सुनिरहेका छौँ। त्यही सुनेर नै म बाटाको छेउमा बसेर यो दृश्यलाई रेकर्ड गर्नलाई आतुर छु। सायद अब झाँकीहरू आउँदैछन्, ती झाँकीहरूले तपाईँले यही मोबाइलबाट यहीँका दृश्यहरू जसरी मैले यहाँ मोबाइल हातले खडा गरेर रेकर्ड गर्ने प्रयास गरिरहेको छु, यी दृश्यहरूलाई हेरेर तपाईँले पनि त्यहाँका झाँकीहरू अथवा शिवरात्रिको बेलुकापखा विश्वनाथ मन्दिरमा तर्फ कस्ता झाँकीहरूको मञ्चन हुने रहेछ, कस्ता झाँकी यात्राहरू हुने रहेछन् भन्ने कुरा विशेष कौतूहलता रहेको कुरा पनि कौतूहलता हुनसक्छ। सायद कतिलाई यहाँ झाँकी प्रदर्शन हुन्छ भन्ने थाहा नहुन पनि सक्छ। भाग्यवश हामी महाशिवरात्रिको अवसरमा त्यहाँ पुगेको र बेलुकाको यो दृश्य त्यहाँ प्रक्षेपण हुँदैछ भन्ने कुरा थाहा पाएर हामी जाँदा हामीले यहाँ दृश्यहरूलाई क्यामेरामा कैद गर्ने अवसर प्राप्त गरेका छौँ। यो दृश्य हेरेर तपाईँ पनि आफै हर्षोल्लित हुनुहुनेछ भन्ने आशा गरेको छु। थप कुरा यही दृश्यमा तपाईँहरूले हेर्नुहुनेछ भन्ने मैले आशा लिएको छु र मैले यो थप दृश्यले नै वर्णन गर्ने कामना गर्दै मेरो यहाँ शब्दलाई यहाँ अहिले विराम दिएँ र यो दृश्य तपाईँले हेर्दै त्यहाँका झाँकीलाई हेर्नुहोस्, मनन गर्नुहोस् भन्ने आग्रह गर्दै मैले मेरो शब्द यहीँ विश्राम लिन अनुमति चाहेँ। हस्त, धन्यवाद।